व्हाट्सअप गाइज सो आज चाहिँ हामी एउटा गिफ्ट एक्सचेन्ज गर्न जाँदैछौँ सो मेरो गिफ्ट चाहिँ यहाँ मेरो ब्यागमा छ अनि हाम्रो दिदीको गिफ्ट ब्यागमै छ सो दिदी तपाईँलाई कस्तो लागिरहेछ कस्तो गिफ्ट पाउनुहुन्छ जस्तो लाग्छ तपाईँलाई भाइले अघि फनी फनी भन्छ क्या तर मेरो चाहिँ सिरियसवाला छ है फनी छैन मेरो त फनी फनी छ मलाई त नलेज पनि थिएन मैले केही पाएँ त्यो उठाएर ल्याएको ठिक छ हुनसक्छ है सो या गाइस तिमीले अब चाहिँ कबाडीबाट ल्याउँथ्यो होला कबाडीबाट चटीबाट सो वी गोना स्टार्ट आवर गिफ्ट एक्सचेन्ज च्यालेन्ज सो कलर या एकछिन है ल भयो रेडी 1 2 3 येलो ग्रीन हो त होइन बरु यो बडी बडिला ग्रीन सो आई गॉट Oh, nice. So gilly. सो सेकेन्डमा चाहिँ तपाईँको टर्न सो या रेड चाहिँ मेरो पनि रेडी छ ल रेडी 3 2 1 गो सो मेरो हातमा अब कुन गरौँ ल अब ब्राउन गरौँ ल ब्राउन ओ दिदी ब्राउन कस्तो हुन्छ ए थाहा भयो नै ब्राउन भने चक्लेट कलर जस्तो है ब्राउन कलर ल भयो रेडी अन्त राम्रै हो त रेडी 1 2 3 गो ओ माय गॉड स्टिकर या चक्लेट मेरो कफी भाइले कफी खाइरहेको छ नि त त्यही भएर यस थ्याङ्क यू मेरो गॉट इट पिंक रेडी या ल पिंक त रेडी नै हो म पनि रेडी छ ल यस रेडी 1 2 3 गो मेक सेल्फ झराको राख्छ क्या अरू भाइहरू त्यही भएर हैन त्यो नभर यो पिंक नै हो है सो आज पिंक हो यसलाई के भन्छ यो या मगु द गॉड शैम्पू थ्याङ्क यू या अनि मेरो हुन्छ नि खानुपर्छ अब कुन वाला दिदी अब व्हाइट which one you wanna पिंक भयो व्हाइट ओके white white कुनै आइम रेडी I'm also ready 1 2 3 go so एन्जलको सेरम हेयर सेरम ओ टाउको लाउने Yes. ओ नो मेरो कपाल छैन कस्तो थाहा भयो मेरो भाइलाई चाहिँ मजा चाहिरहेको छ क्या त्यो जति भयो नि पुग्दैन अनि मजा थ्याङ्क यू भाइ you, मेरो दिदी। केयर गरेर ल्याइदिएकोमा ल जिम्मा चाहिँ तिम्रो नि नेक्स्ट अब कुन Black. बाइक छ ब्ल्याक Right, ready? अलमोस्ट रेडी नै हो म रेडी नै हो 2 1 1 go कम्बिनेसन के अलि पिरो हुन्छ नि हाल्नुपर्छ ल अहिले हाल्नु यो काम सबैलाई सो गट एकछिन ज्याकपोट आई गट ज्याकपोट अब अब कुन वाला दिदी सक्नु लागेको अलमोस्ट फिनिस भइसक्यो मेरो मैले कतिवटा छुट्याएँ अघिको येल्लो भाइ यो तिमी तपाईँको हो यो हेलो अब रेडी 1 2 3 3 गो लेट्स डु उता बोतल यो तास्नेवाला भिटामा तास्नेवाला यो त यो लाइट दिदी हो मिल्छ ल बटरफ्लाई सो पाँच रे हो हेर्ने 3 2 1 गो यो काइन्ड अफ म ग्रे ग्रे किन्न गएको भाइ त्यो यो मेरो भाइलाई ओए त आई गट टावर मैले नि पारा गर्दा ओ माय गॉड होइन दिदी भयो नाम गाडी लिएर आइदियो क्या मैले ब्रेक छैन ल्याऊ भनेर म ग्रे कलर किन्न गएको अनि यही भिरायो क्या मलाई अघि बडी गएको
अब लास्ट डार्क ब्लू छ ब्लू डार्क ब्लू हैन ल रेडी 1 2 3 गो के हो यो चुमाची यो ब्लू नै हो नि डार्क ब्लू त नि लास्ट मोमेन्टमा So last one ग्रीन 1 2 3 ग्रीन green करेन्ट मिठो हुन्छ यो चाहिँ यही मनपर्छ ल यही लिएर आइज अब लास्ट यो चाहिँ मेरो दिन छुटेको होइन तर देखो त म ब्राउन डिस भरेको का हो यो सानो यो छुटेको होला है one गो पर्पल अरे यसमा चक्लेट मिलाइछ यो ब्राउन ओए दिस इज ससेज हेलो ससेज लास्ट छिट्यो खतम यति नै हो हाम्रो कलर गिफ्ट च्यालेन्ज भयो भइसक्यो भइसक्यो ग्रिन पनि भइसक्यो 1 2 3 4 5 6 7 8 9 10 11 12 12 न 1 2 3 4 5 6 7 8 9 10 11 12 सो या फाइनली हाम्रो चाहिँ 12 वटा कलर एक्सचेन्ज पनि भइसक्यो मेरो त हल्का फनी टाइपको थियो दिदीको चाहिँ हल्का अब मलाई चाहिराख्नेवाला थियो म पनि ओभर फनी लिएर आउँथेँ होइन तर के भयो भनेदेखि टाइम अलिक कम भयो अनि मैले मेरो भाइलाई चाहिन्छ नि यतै लिएर आएँ किनकि मेरो भाइ हो नि त मेदीलाई धेरै धेरै थ्याङ्क यू अनि या मैले त दामी गिफ्ट पाएँ अब नेक्स्ट टाइम गएर मैले पनि सोचौँला होइन केही छैन यही त हो नि गिफ्ट भनेको मैले त अब यतिकै फनी अझै मैले यहाँ के ल्याउनु लाग्यो थियो प्याजहरू मैले नि मुला गोलभेडा सोचेको थिएँ होइन तर टाइम अलि त्यो कम भएको भएर जे देखेँ त्यति या सो नेक्स्ट टाइम चाहिँ हामीले अझै योभन्दा दामी गर्छौँ सो अहिले चाहिँ यति गर्दा पनि यो त हाम्रो फर्स्ट च्यालेन्ज हो एकदम बवाल भयो सो हाम्रो अनि दिदीलाई के भन्नु छ दुई शब्द मेरो भाइले चाहिँ जस्तो ल्यायो नि मनबाट ल्यायो त्यसको लागि धेरै धेरै धन्यवाद अनि यो पनि छ नुडल्स पनि जाओस् यो चाहिँ सबैजना मिलेर खानुपर्छ सो हाम्रो ब्याकग्राउन्डमा पनि मान्छेहरू ग्राहकहरू हुनुहुन्छ दे आर लुक लाइक दिस ब्ल्याक कलरको चाहिँ यहाँ ए पछाडि छेक्यो त्यहाँ चाहिँ अनि यता पछाडि सुरेन्द्र ए यता हेर लेलो ओके अब हामी इन गर्दैछौँ सो दिदी भन्नु इन्डियन गर्नु न ओके आजलाई हाम्रो च्यालेन्ज यति नै भयो पछि फेरि योभन्दा राम्रो लिएर आउँछौँ सो सी यु इन नेक्स्ट भिडियो गाइस Yes. सो हेरिदिनु भएकोमा धन्यवाद र राम्रै बस्नु होला बाई 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 बाई